नमस्कार दर्शकबिन, स्वागत छ तपाईलाई क्रिक नेपाल न्यूजमा। आज हामी टियु क्रिकेट मैदानबाट तपाईहरुलाई टियु क्रिकेट मैदानको बारेमा जानकारी दिनका लागि जानकारीमूलक भिडियो बनाएका छौं। भिडियोमा देख्न सकिन्छ टियु क्रिकेट ग्राउन्डमा आज 35औं दिन आइपुग्दा के कति कामहरु भए र कति कामहरु हुन बाँकी छन् भन्ने कुरा राम्रोसँग हेर्न सकिन्छ। प्याराफिटको काम लगभग जमिनको काम पूरा भइसकेको छ। जमिन तल गरिने कामहरु ढलान बीमहरु भइसकेको छ। अब चाहिँ माथि पिल्लर उठाइएको छ र माथि गरिने कामहरु चाहिँ अब बाँकी छ भने फ्लड लाइटको लागि पनि जमिनका कामहरु भइसकेका छन्। माथि गर्ने काम बाँकी छन्। भिडियोमा भने अनुसार देख्न सकिन्छ यो चाहिँ तल सम्पूर्ण ढलान भइसकेको अवस्था छ र पर्खाल पनि लागिसकेको अवस्था छ। अब चाहिँ खासमा चाहिँ अब बाँकी रहेको के हो भन्दाखेरि हाम्रो माथि चाहिँ प्याराफिटको लागि र सिटको लागि यो बिल्डिङ बनेको छ। यसमा चाहिँ सिटको व्यवस्थाहरु हुनेछ, भिआइपी बक्सहरु पनि हुनेछ। लगभग पिल्लर ठडाउने काम पनि भइसकेको छ, बिम पनि बानिसकेको छ। अब भने त्यही हो कि साथीहरु, थोरै काम बाँकी छ। अबको 30 दिनमा चाहिँ यो सकिन्छ। 30 दिनमा सकिन अलि मुस्किल जस्तो लाग्छ यसो हेर्दाखेरि, किनभने आज 35 दिन भइसकेको छ र 2 महिनामा सकिन्छ भनेर सुरु गरिएको यो काम चाहिँ अबको 30 दिनमा सकिने चाहिँ अलिकति गाह्रो हुने सम्भावना छ, किनभने धेरै कामहरु बाँकी छ अझै पनि। त्यही पनि भन्न सकिदैन, किनभने दिनको 3 शिफ्ट गरेर 24 घण्टा काम भइरहेको छ, जसको कारणले समय अवधिमै नै सकिन्छ भन्ने पनि हामी सक्छौं हैन साथीहरु। तपाईहरुलाई के लाग्छ त कमेन्ट गर्नु होला है त। यतातिर देख्न सकिन्छ अब पहिले रुखमा बसेर हेर्ने गरिन्थ्यो, अब प्याराफिटले छेकिएपछि हुन त रुखमा बसेर देख्न सकिन्छ अझै पनि, तर अलिकति गाह्रो हुने अवस्था छ। यसका साथै पारस खड्काले भने अनुसार टियु क्रिकेट मैदान चाहिँ एसीसी को उसमा गएको छ, जुन अब रेखदेख बनावट सब एसीसी ले पनि गर्नेछ भन्ने कुरा चाहिँ हामीलाई भर्खरै मात्र जानकारी प्राप्त भएको थियो। 2 दिन अगाडिको कुरा हो साथीहरु। यो साइडबाट हेर्नुस्, यहाँ पहिले कस्तो थियो, ढिगमा बसेर बदाम खाने थियो। अहिले हेर्नुस् यति धेरै काम भइसकेको छ। लगभग अब चाहिँ के हुन्छ नेपाली क्रिकेटमा, यो खाल्डाहरु चाहिँ फ्लड लाइटको लागि हो, जहाँ चाहिँ तल सरी हालेर माथि पछि फ्लड लाइट हाल्ने हो। उता साइड पनि काम भइरहेको छ साथीहरु। उता साइडको चाहिँ हामी तपाईहरुलाई एकछिनमा देखाउने छौं। यो चाहिँ एक साइडको मात्रै हो। उता जुन डिजिटल बोर्ड थियो त्यतातिर चाहिँ अरु नै काम भइरहेको छ। यो चाहिँ स्पेशल बस्ने क्षमता प्याराफिटको लागि चाहिँ यो भइराछ है त साथीहरु। भिडियोमा देख्न सकिन्छ कामदारहरुको संख्या पनि एकदमै उच्च रहेको छ, किनभने काम कति छिटो सकियोस् भन्ने भएको छ साथीहरु। काम सकेर मात्र भएन कि अब यो चाहिँ अलिकति एकदम राम्रो क्वालिटीको बन्न पर्यो कि। अब 2 महिनामै सकिने भनेर भोलिका दिनमा फेरि यसको बारेमा केही कम्प्लेन आयो, नराम्रो हुन्छ। यत्रो मेहनतले बनाएको छ अनि राम्रो बन्न पर्यो, किनभने नेपालमा चाहिँ यो जुन भइरहेको छ यो काम चाहिँ सर्वप्रथम पहिलो नै काम होला कि जुन 60 दिनभित्र सकिने हिसाबले भइरहेको छ। कि नेपालको कामहरु फेरि प्राय जसो साथीहरु अस्ति गुवारको फ्लोर बन्नेर सक्दाखेरि भत्किन लाग्छ कच्चा भयो भनेर, त्यस्तै फेरि दुबारा नहोस् भनेर हो हामीले चाहिँ भन्ने गरेको। ढलानको लागि यो चाहिँ सम्पूर्ण तयारी हुँदैछ, हेर्न सकिन्छ साथीहरु। तपाईलाई कामदार एकदमै छिटो तीव्र गतिमा कामहरु भइरहेका छन्। यतातिर देख्न सकिन्छ जहाँ फ्लड लाइटको यो चाहिँ फ्लड लाइटको लागि चाहिँ गाडिएको छ। यहाँ चाहिँ फ्लड लाइटको व्यवस्था गरिनेछ। यो चाहिँ हामीले नि बुझ्न नसकेको कुरा किन बङ्गाइएको छ भनेर, तर यसको कारणले अलि मजबुत हुन्छ भन्ने हामीले सुनिएको छ। यो यहाँ हेर्नुस्, यो चाहिँ फ्लड लाइटको लागि है त साथीहरु। यहाँ चाहिँ फ्लड लाइटको व्यवस्था हुन्छ, जहाँ बीम पनि बङ्गाइएको छ।
यो कुन हिसाबको हो भन्ने कुरा तपाईहरु आफै भन्नुहोस्, कमेन्ट गर्नु होला है त। एउटामा कति 9वटा तल खाल्डो खनेर गाडिएको छ एक ठाउँमा, हेर्न सकिन्छ साथीहरु। काम त एकदम तीव्र गतिमा 35औं दिन आइपुग्दाखेरि लगभग काम भनेको 50% काम सकिसकेको छ। जमिन मुनिको काम सकिसकेको छ। अब सकिन बाँकी भनेको जमिन माथिको कामहरु हो। त्यो पनि हामी छिटै सकिन्छ, अब 30 दिनमा सकिन्छ भन्ने आशा गर्न सक्दछौं हैन। आज हामी तपाईहरुलाई टियु क्रिकेट मैदानबाट प्रत्यक्ष रूपमा भिडियोको जानकारीमूलक बनाइरहेका छौं। उता चाहिँ हामीलाई जान दिएको छैन, अलिकति डेन्जर जोन छ जहाँ कामहरु भइरहेको छ, चोटपटक लाग्न सक्छ। यहाँ चाहिँ यो हेर्नु साथीहरु, यो चाहिँ उसको लागि पाराको लागि, यो अर्को साइडतिर चाहिँ अलि सुस्त छ काम, तर उतातिर भइसकेको छ। यतातिर पनि लगभग भइसकेको छ, तर अलिकति स्लो छ। सबै एकैसाथ सकिने हो। अब यसको उद्घाटन कहिले हुन्छ भन्ने कुरा हामीले पनि त्यति थाहा भएन, तर समय अवधि भित्रै सकिएर भयो भने अबको 30-35 दिनमा हामी टियुमा गेम हेर्न सक्छौं। उद्घाटन भएको फ्लड लाइटको रात्रि गेम हेर्न सक्छौं, किनकि टियु क्रिकेट मैदान इन्टरनेशनल भइसकेको सबैलाई थाहा नै छ। यो चाहिँ टियु क्रिकेट मैदानको पुरा जानकारी हो साथीहरु, देख्न सकिन्छ भिडियो अन्तर्गत। तपाईहरुले च्यानललाई सब्स्क्राइब गर्नुभयो त? सब्स्क्राइब त गर्नु पर्यो साथीहरु। यस्तै तपाईलाई नयाँ न्यूजहरु हाम्रो च्यानल अन्तर्गत मिल्ने छ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला साथीहरु र च्यानललाई सब्स्क्राइब गर्नु होला। भिडियो मन परेमा साथीहरुलाई शेयर गर्नु होला। हामी अझै तपाईलाई भिडियो देखाउने छौं, हेर्न सकिन्छ।